एभ्रिवान तपाईहरुलाई आजको भिडियोमा स्वागत छ। तपाईहरुले टिकटक तिर अहिले यस्तो हालको साडी लगाएको एआई फोटोहरु एकदमै धेरै ट्रेन्डमा चलिरहेको देखिराख्नु भएको होला। आजको भिडियोमा चाहिँ म तपाईहरुलाई यस्तै हालको फोटो कसरी जेनेरेट गर्ने, कसरी बनाउने भनेर सिकाउन गइरहेको छु। कृपया भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। सबैभन्दा फर्स्टमा तपाईहरुले आफ्नो मोबाइलको क्रोम ब्राउजरलाई ओपन गर्नु होला। ओपन गरिसकेपछि सर्च बारमा गएर तपाईहरुले भिडियोमा देखाए जस्तो गुगल जेमिनी लेखेर सर्च गर्दिनु होला। यति गरिसकेपछि हेर्न सक्नुहुन्छ तपाईहरुले गुगल जेमिनीको वेबसाइट तपाईहरुले सुरुमै सक्नुहुन्छ। तपाईहरुले यसलाई चाहिँ ओपन गर्नु होला। ओपन गरिसकेपछि एकदमै सिम्पल छ। तपाईहरुले यहाँ तलपट्टि हेर्न सक्नुहुन्छ प्लस वाला आइकन देखिराख्नु भएको छ। तपाईहरु प्लस वाला आइकनलाई तपाईहरुले टच गरिदिनु होला। यति गरिसकेपछि यहाँ बिचमा हेर्न सक्नुहुन्छ अपलोड फाइल भनेर लेखेको छ, त्यसमा जानुस्। यसमा गइसकेपछि तपाईहरुले आफ्नो एउटा फोटो चाहिँ सिलेक्ट गर्नु होला। फोटो सिलेक्ट गरिसकेपछि तपाईहरुले यसमा चाहिँ एउटा फ्रन्ट एड गर्नुपर्ने हुन्छ। त्यो फ्रन्ट चाहिँ यो रहेको छ। यो वाला फ्रन्टलाई चाहिँ तपाईहरुले यसमा एड गर्नुपर्ने हुन्छ र यो फ्रन्ट चाहिँ मैले तपाईहरुलाई यो भिडियोको डिस्क्रिप्सनमा प्रोभाइड गराइदिन्छु। तपाईहरुले त्यहाँबाट गएर यो फर्मलाई कपी गर्न सक्नुहुन्छ र कपी गरिसकेपछि यहाँ आस्क जेमिनी भनेर जुन लेखेको छ यहाँनिर चाहिँ तपाईहरुले लङ प्रेस गरेर यसमा पेस्ट गरिदिनु होला। यदि तपाईहरुलाई फ्रन्ट कपी गर्नलाई अप्ठ्यारो भइरहेको छ भने मलाई मेरो यो इन्स्टाग्राममा मेसेज गर्न सक्नुहुन्छ। म तपाईहरुलाई इजिली फ्रन्ट प्रोभाइड गराइदिनेछु। फ्रन्ट पेस्ट गरिसकेपछि तपाईहरुले यहाँ साइडमा हेर्न सक्नुहुन्छ एउटा सेन्ड गर्ने अप्सन देखिराख्नु भएको होला। तपाईहरुले यो वाला अप्सनलाई टच गरेर तपाईहरुले यो फ्रन्टलाई चाहिँ यसमा सेन्ड गरिदिनुस्। यति गरिसकेपछि यहाँ तलपट्टि हेर्न सक्नुहुन्छ जस्ट अ फ्यु सेकेन्ड भनेर लेखेको छ। तपाईहरुले चाहिँ यसले चाहिँ 30 सेकेन्ड भित्रमा तपाईहरुलाई फोटो जेनेरेट गरेर दिनेछ। तपाईहरुले 30 सेकेन्डसम्म अथवा त्योभन्दा थोरै समय पनि लाग्न सक्छ। त्यतिसम्म चाहिँ तपाईहरुले यसमा वेट गर्न पर्ने हुन्छ। हेर्न सक्नुहुन्छ हाम्रो फोटो पनि जेनेरेट भइसकेको छ। पहिला कस्तो थियो फोटो, अहिले हेर्न सक्नुहुन्छ साडी लगाएको होला। यस्तो दामी टाइपले फोटो रेडी भएर आइसकेको छ। अब भने हामीले यो फोटोलाई चाहिँ सेभ गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ माथिपट्टि सेभ वाला आइकन हेर्न सक्नुहुन्छ। त्यो वाला आइकनलाई टच गरेर चाहिँ तपाईहरुले आफ्नो यो फोटोलाई चाहिँ ग्यालरीमा सेभ गर्न सक्नुहुनेछ र त्यहाँबाट चाहिँ तपाईहरुले पछि आफ्नो इन्स्टाग्राम टिकटकमा पोस्ट गर्न पनि सक्नुहुनेछ। हस् त आजको भिडियो यति नै। भिडियो मन परेमा लाइक शेयर सब्स्क्राइब चाहिँ गरिदिनु होला। हस् त, धन्यवाद।